व्हाट्सअप गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी गर्दैछौँ एउटा अनबक्स गाइज। हामी चाहिँ आज गर्दैछौँ अनबक्स जो चाहिँ हाम्रो हुनेछ गोलमाल। देख्नु सक्नुहुन्छ तपाईँले यो गोलमाल भन्ने। यसमा लेखेको छ हाम्रोमा मोटु पातलुको खेलौना सब लुडोको गोटी सोटी कक ब्याडमिन्टन कक। हामीले चाहिएको भनेको ब्याडमिन्टन कक हो है त। लेजर लाइट पेन स्पिन्सर सब पर्नेवाला छ भनेर लेखेको छ है त। एउटा चाहिँ हामीले पारि पनि सक्यौँ है त। मेरो बहिनीले चाहिँ एउटा पारिसक्यो। त्यो चाहिँ बोतल हो गाइज। हुनु म तपाईँलाई देखाउँछु लाइभ प्रुफ है त गाइज। हेर्नुहोस् यो बोतल चाहिँ यहीमा परेको है गाइज। यहीमा परेको यो बोतल र चाहिँ हामी अरू पनि किन्ने लागेको छ। किनभने बोतल परेछ पछि त सब पर्छ। ल फाइनली गाइज अब चाहिँ हामी किन्न गइरहेछौँ। हामीसित चाहिँ 50 रुपियाँ छ है त, 50 रुपिस। यसको चाहिँ कतिवटा आउँछ, 5वटा आउँछ है त गाइज। 5वटा आउँछ। हामी 5वटा अनबक्सिङ गर्छौँ, अरू पछि अनबक्सिङ गर्छौँ। अहिलेको लागि चाहिँ 5वटा गर्छौँ। 50 रुपियाँ मात्र छ है त गाइज। जाम त है त गाइज, त्यहाँ जाम। अनि हेरौँ कस्तो कस्तो छ हुन्छ है त। ल फाइनली गाइज हामी चाहिँ जान लाग्छौँ है त वहाँ किन्ने ठाउँमा, पसलमा। पसल चाहिँ खुल्लाइरहेछ। यहाँबाट चाहिँ देखियो प्रष्ट तरिकाले पसल। तपाईँहरूले देखाइदिनु हुन्थ्यो अलिक छिटो है त, तपाईँहरू पनि देखिहाल्नुहुन्छ। मलाई उदेऊ न गोलमाल सुने भैया, सुने भैया भनेर आएको त यार भ्याइगयो नि। ए ल हुन्छ त। त्यो त देशी त्यस्तो ल्यायो भने अलिकति हुन्छ क्या, केटाकेटीले धेरै किन्न हुन्छ। अहिले पनि मैले पनि किन्नु लागि के पर्छ कि भनेर आएको थिएँ। नानी त धेरै किने हिजो। तर आफ्नै पैसा कतिले किने, त्यति मसित पनि माग्यो, मैले पनि दिएँ। अनि दाइले पनि दिनुभयो। हिजो त धेरै किने त्यसले। नानीलाई त हेलो फाइनली गाइज मिलेन भ्याइयो रहेछ गाइज। अब कहाँ जाने त्यो हात खोज्नको लागि गाइज। अब म चाहिँ नेक्स्ट भिडियोमा चाहिँ म यहाँ ल्याउनु भयो भने खोल्छु नत्र मजन्चो गएर पनि खोल्छु है त गाइज। दिस इज माई प्रोमिस गाइज। यो भिडियो चाहिँ यतिमै गरौँ, एन्ड गरौँ यहीँनिर। अनि तपाईँलाई एउटा कुरा थाहा छ कि नै, आज चाहिँ मेरो बर्थडे हो कि। टिका लगाएको थिएँ भएर आज चाहिँ मेरो बर्थडे हो गाइज। अनि म चाहिँ अहिले भ्लगिङ गरिरहेको छु मजाले यहीँ त्यही त रोइन्छ तेरिका गाइज। भएन यस्तो त बिचरा। आज म त कक पसाउने भनेर कति गरेर आएको थिएँ यार। ब्याडमिन्टन छ गाइज हामीसित, कक छैन होइन। अब चाहिँ कक लिन जान्छु। अब गरिमा सिद्धिएछ यार, सिद्धिएछ यार। तेरि हिजै सिद्धियो भनिदिए भ्याइयो। अब खै खाऊ। अब त जान्छु म कक लिन। ल फाइनली गाइज अब चाहिँ त्यो चाहिँ भएन है त गाइज। म चाहिँ जान्छु कक लिन है त। ककलाई कति रुपियाँ पर्छ, 60 रुपियाँ पर्छ छैन यार गाइज, 50 रुपियाँ छ। हेरौँ न त यताउति मिलाइहालौँ ला नि त है त गाइज। नै यार ल्याएन त्यो पनि। सब सिद्धियो अरे। अब म जान्छु कक लिन। कक के भने मैले बुझेन। मैले भनेको छु यस्तो धेरै किन्छन् बच्चा बच्चीले, फेरि लिएर आउनु न भनेको छु। म कक लिन जान लाग्छु। ब्याडमिन्टन खेल्ने यसपछि कम्पिटिसन आयो म खेल्ने। चिसो भएको के ब्याडमिन्टन खेल्ने भनेर कक लिन जान लाग्छु। कम्पिटिसन गराउन बे ठुलो ग्राउन्ड चाहिन्छ, झ्याउ हुन्छ के चाहिन्छ यार। गाइज कक लिएर आयो। कक चाहिँ हाम्रो 100 रुपियाँ पऱ्यो है त ककलाई। 100 रुपियाँ पऱ्यो त्यो ककलाई। यो अर्कोवाला पनि थियो भन्नुहुन्थ्यो, उसको पकवाला कुखुराको पकवाला। त्यो चाहिँ 60 रुपियाँ भन्दै हुनुहुन्थ्यो। त्यो नल्याउने त्यो 2 दिनमा खतम भइहाल्छ। यो ठिक छ, सर्ट पनि हान्नु मिल्छ है त। फाइनली गाइज घर पुग्यो। अनि यो पहिलाको चाहिँ ब्याडमिन्टन हेर्न सक्नुहुन्छ तपाईँहरू। पहिलाको चाहिँ ब्याडमिन्टन हो है त। यसमा कक पनि छ तर पुरानो भइगयो के यो कक। अनि त्यही भएर चाहिँ मैले चाहिँ न्यू कक लिएर आएको गाइज।
हेर्नुहोस् पुरै ब्रान्डिङ। फाइनली गाइज अब चाहिँ मम्मीले खेल्नु हुन्थ्यो सुरुमा, अनि अहिले चाहिँ कोही छैन कि भाइहरू पनि गछन्, बहिनी पढ्दैछ, म चाहिँ खेल्नु पऱ्यो अब गाइज भाइ लगाएर हो नि। बाइ बाइ गाइज, आजको लागि यति नै।